सो आजको भिडियोमा चाहिँ म नेपालको सेलिब्रिटीहरुलाई आफ्नो च्यानल सब्स्क्राइब गरिदिनु भन्न लाउँछु र लास्टमा म लाउरीसँग पनि भेट्ने छु। र अहिले चाहिँ हामी रहेका छौं रूपा सिस्टम मेलामा। यहाँ कोही मान्छेहरु यता हिँड्छन्, कोही उता हिँड्छन्, कोही नाचेछन्, कोही उफ्रेछन्, कोही ग्यारेछन्, लहर बसिरहेछन् र यही बीच हामी जान्छौं रचना रिमलजीसँग भेट्न। तपाईहरु देख्न सक्नुहुन्छ रचना रिमलजी सबैसँग फोटो खिच्न व्यस्त हुनुहुन्छ र यति बेला हामी जान्छौं अब भन्न। नमस्ते, तपाईहरु हेर्दै हुनुहुन्छ क्रिस पोखरेल युट्युब च्यानल। यो हाम्रो सानो भाइको युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। इतनी खुशी ओ भाइ देख्नुभयो गाइस कसरी भन्नुभयो, जस्ट मैले गएर मेरो च्यानल सब्स्क्राइब गर्नुस् न भनेर भनेको उहाँले भनिदिहाल्नु भयो कति छिटो। देख्नुभयो यस्तो हुनुपर्छ मान्छे भनेको त है। र अब चाहिँ हामी भेट्न गइरहेका छौं एकदमै भाइरल गायक जसको एक्स छ उहाँको चाहिँ एकदम भाइरल। यस हजुर ठीक भन्नुभयो। हामी अब भेट्न गइरहेका छौं एलिना चौहान। र यसमा सीन के भयो भन्दाखेरि चाहिँ उहाँले मेरो च्यानल चाहिँ राम्रोसँग सब्स्क्राइब गर्दै भन्नुभयो, तर मेरो साइडको दाइ हुनुहुन्थ्यो प्रिन्स सञ्जय भन्ने दाइ, उहाँको च्यानल भन्ने बेला चाहिँ उहाँको मुख लतपतियो। आफै हेर्नुस् यो भिडियो। क्रिस पोखरेल भाइको च्यानललाई सबैजनाले सब्स्क्राइब गरिदिनु होला, मेरो भिडियोलाई चाहिँ अझै धेरै हेरिदिनु होला है। त्यो भाइको भएको प्रिन्स सञ्जयलाई नि भनिदिनु। कसलाई भनिदिनु रे? प्रिन्स सञ्जय भन्नु। क्या बोला तूने? प्रिन्स सञ्जयलाई बंद करो हाथ जोड़ के मैं पनि गरिदिनु होला, मेरो मुख के भएको। देखा आपने लापरवाही का नतीजा है। अनि लाइक कमेन्ट शेयर गर्नु भन्नु। लाइक कमेन्ट शेयर भयो गरिदिनु भने बुझिहाल्नुहुन्छ। र त्यसपछि हामी भेट्न गइरहेका छौं यस्तो र्यापर जुन चाहिँ खाली झ्यापमा हुनुहुन्छ, ट्यापमा हुनुहुन्छ, कस्तो हुनुहुन्छ त्यो हामीलाई पनि थाहा छैन। हेर्नुस् आफैले। यस ठीक सुन्नुभयो हजुरले। हामी भेट्न गइरहेका छौं जिबब र जिबबलाई भेट्ने बेला फनिसिङ क्रिएट भिडियो। मैले भिडियो खिच्दाखेरि उहाँ स्टेजबाट धन्नै गुल्टिनु भएन। हेर्नु आफैले। भाइ फाइनली भेटियो त। फाइनली भेट भयो बेटा हो, फाइनली हाम्रो जीवजी अहिले यही गाडीमै हुनुहुन्छ। अब गाडीमा उहाँलाई के सोधौँ हामी पनि। दाइ यसो ढोका हाल्नु न दाइ। निकल लौड़े। दाइ ढोका हाल्नु न। नहीं। एउटा फोटो खिचौँ। 150 रुपैयाँ देगा। हैन यो माइक यसरी समातेर बस्नु सट्टा तिमी गएर एउटा राम्रो प्रोफेसन बुझ्नु। तिमी स्कुल पढ्छौ हैन, अनि माइक बोकेर कन्सर्टमा आउने तिमी। आउनु पर्यो ल भन। अनि त्यो हैन सुन न, तिमी बाँच्नुको कारण के हो तिम्रो? तोबा थारा मूड खराब कर दिया। एकछिन come on brother, no brother, don't जल्दी बोल, कल सुबह पनवेल निकलना है। don't act like you saw me before brother. I don't know you brother. In the struggle I was alone, and when I get success and everybody say I made you brother. क्या बोला तूने? Just मैले तिमीलाई कन्टेन्ट दिन खोजे हैन, but you have to do your work. Okay? तिमी किन बाजिरहेछौ त्यसको कारण थाहा पाऊ। फाइनली भिडियो ब्रदर ल ओके ल जाऊ ल। म आई हेट इन्टरभ्यु मिलेन लेभल तेरो बाउ बोला लिने मान्छेहरु। आई हेट हसदे चेहरिਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ। ਉਹਦਾ ਮਤਲਬ ਇਹ ਹੁੰਦਾ ਕਿ ਇਹਨਾਂ ਨੂੰ तकलीफां ਨਾਲ ਡੀल करना। र यहाँ सिन के भयो हजुरले देखिहाल्नु हो के रे दाइ अलि झ्यापै हुनुहुन्थ्यो त यस्तै भयो। ल अब हजुरको समयको घडी भइयो, किनभने हामी भेट्न गइरहेका छौं अब आशिष राणा यानी कि लाउरे। कस्तो लाग्छ लाउरे? लाउरेको रियल नाम के हो? लाउरेको रियल नेम? तपाईहरु देख्न सक्नुहुन्छ लाउरेजीको आगमन भइसकेको छ। आगमन हुने बित्तिकै बच्चाहरु एकैचोटी लाउरेको गाडीमा झुम्मेका छन्। यसरी झुम्मेका छन्। अब लाउरेजी गाडीबाट मस्त झरेर आउनुहुन्छ। त्यसपछि हाम्रो च्यानल सब्स्क्राइब गरिदिनु भन्न लाउँछु र त्यसपछि उहाँले भन्नुहुन्छ कि हुन्न हेरौँ है त ल। हेर्न सक्नुहुन्छ लाउरेजी आइसक्नु भएको छ। अब पछाडि ब्याक स्टेज जाँदै हुन्छ उहाँ, हामी पनि उहाँको पछि अब भन्न गइरहेका छौं। के हुनुहुन्छ थाहा छैन, हेरौँ। सबैजनालाई नयाँ वर्षको धेरै शुभकामना। तपाईले हेरिराख्नु भएको युट्युब च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनुहोस् प्लिज। क्रिस पोखरेल भन्ने एकचोटी। क्रिस पोखरेललाई
साथीहरूलाई पनि सेयर गरिदिनु। सो आजको भिडियोमा चाहिँ यति नै र यस्तै खालको अरू कन्टेन्टहरू पनि हेर्न चाहनुहुन्छ भने हजुरले कमेन्टमा भन्न सक्नुहुन्छ अथवा मेरो च्यानल सब्स्क्राइब गर्नुहोला। अबबाट यस्तै खालको कन्टेन्टहरू आउनेछन्।